सिप सिकेर नेपालमै रोजगार दिने। कस्तो खालको सिप सिकेर नेपालमा रोजगार पाइन्छ? केटाहरू कुनै 18 महिना, कुनै 3 वर्ष यति मेहनतले भेटनरी पढ्छन्। उनीहरू सोच्छन् कि हामीहरू यहाँ एग्रोभेट राखेर आफ्नो समाजमा बिउ बिजनको अनि पशुपालन सम्बन्धी ज्ञान दिन्छु। तर उनीहरूलाई नेपाल सरकारले लाइसेन्सै दिन्न। 18 महिना अनि 3 वर्ष पढेकाले लाइसेन्स पाउनको लागि 35 दिनको तालिम हुनु पर्यो। अनि 35 दिनको तालिम 2067 सालमा दिए थियो। त्यसपछि तालिम नै दिए छैन। अनि लाइसेन्स कहाँबाट ल्याएर आउने? चोरेर पनि त पाइन्न। यति मेहनतले भेटनरी पढ्छन् अनि डिटिए वाला आउँछ, खै लाइसेन्सै हुन्न, पसल बन्द गरिदिन्छ। यति राम्रो सिप सिकेर आफ्नो देशमा, कृषि प्रधान देशमा कृषिमा केही सहयोग गर्छु भनेर केटाहरू सिप सिक्छन् अनि विदेश जान बाध्य हुन्छन्। यस्तो होइन कि त्यो 35 दिन तालिम खुल्दैन। तालिम खुल्छ, तर उनीहरूको लागि खुल्छ जसको पहिल्यै लाइसेन्स छ, जसकै बाउको लाइसेन्स छ भने उसकै छोराले त्यो तालिम लिन पाउने के।